नमस्कार साथीहरू, आजको पोडकास्टमा हामीसँग हुनुहुन्छ भाषण कम र काम बढी, फेसबुक स्ट्याटस लामो र त्योभन्दा लामो उहाँको कामको फाइल, धरानका मेयर, जनताका प्यारो, नेताहरूको टेन्सन, हर्क सम्पर्क दाई। नमस्कार, हजुरलाई हाम्रो पोडकास्टमा स्वागत छ। नमस्ते। तपाईँलाई पहिलो प्रश्न, हजुर, तपाईँको फेसबुकमा 2 घण्टामा 200 स्ट्याटस किन आउँछन्? फेसबुक भनेको जनताको आवाज हो। कामको रिपोर्ट मैले त्यहीँ दिने गर्छु। दाइ, तपाईँले बोलेको एक लाइनले 5वटा पार्टीको प्रेस मिटिङ क्यान्सल हुन्छ अरे हो? यस्तो हो, सत्य बोलेपछि झोलेहरूलाई एलर्जी हुन्छ। ओहो, तपाईँलाई पार्टी चाहिँ किन मन पर्दैन? मलाई पार्टी होइन, पानी, बाटो र जनता मनपर्छ। त्यसैले तपाईँको चुनावको चिन्ह रुख सूर्य नभएर फाउडा हुनु पर्थ्यो। फाउडा भएको भए काम अझै छिटो हुन्थ्यो, तर हामी आफ्नै करेसा बारेमा फलाएर फुलाउने भएर त्यो उद्देश्य लिएका छौँ। त्यही भएर हामीले आफ्नो चुनाव चिन्ह माटो राखेका छौँ। दाइ, तपाईँको रिसाएको देख्दा त नेताहरूको निद्रै उठ्छ अरे। रिस होइन, यो करप्ट सिस्टमको रियाक्सन हो। तर तपाईँको रियाक्सनले त मन्त्रीको बिपी नै बढ्छ। यदि नेपालमा सबै मेयर तपाईँ जस्तै हुने भने देश बन्छ? देश बन्छ, तर नेताहरू बेरोजगार हुन्छन्, किनभने भ्रष्टाचार गर्न पाउँदैनन्। भ्रष्टाचारीहरूलाई तपाईँले के गर्नुहुन्छ त? भ्रष्टाचारीहरूलाई त मैले यही गिटारले हिर्काएर लात्ता हानेर निकाल्छु। यसपालिको वर्ल्ड कप कसले जित्छ त? मैले जित्छु, सियर हो। अरे दाइ, वर्ल्ड कप फुटबल भनेको के? फुटबल त्यसो भए रोनाल्डोले जित्छ नि फुटबल त। दाइ, चुनाव नजिकिँदा नेताहरूलाई जनता आफ्नै परिवार जस्तो लाग्छ रे। देख्नु भएन, फेसबुकमा अचानक जनताको सेवकहरू जन्मिँदैछन्, तर देशलाई फेसबुकमा काम गर्ने होइन, रियल फिल्डमा काम गर्ने व्यक्ति चाहिएको हो। ओहो दाइ, तपाईँलाई चुनावको बेला धेरै पार्टीहरूले अफर गर्छ रे? गर्छन्, फोटो खिच्ने अफर, माला लाउने अफर, पोस्टर टाँस्ने अफर। अनि कामको अफर चाहिँ? त्यो चाहिँ ओल्ड मेनिफेस्टोमा मात्र हुन्छ भाइ। चुनाव आयोगकी नेताहरूले जनतालाई चिया, मासु, भात दिन्छन्, तपाईँले के दिनुहुन्छ? म चाहिँ कामको हिसाब दिन्छु। वाह, तपाईँ पहिलो व्यक्ति हुनुहुन्छ जो केवल बोलेर मात्र होइन, गरेर पनि देखाउनु भएको छ। यसपालिको चुनाव चाहिँ कसले जित्छ? माटो चुनाव चिन्हले जित्छ। के तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ त? तपाईँ आफै भन्नुहोस्, अरू अप्सन कोही छ त? तपाईँ मै बन्छु प्रधानमन्त्री दावाका साथ, कन्फिडेन्टका साथ कसरी भन्दै हुनुहुन्छ? तपाईँ कुन आधारले प्रधानमन्त्री मै बन्छु भनेर भन्दै हुनुहुन्छ? हाम्रो भिजनले गर्दा हामी आफ्नै देशको माटोमा आफ्नै करेसा बारेमा फलाएर फुलाएर देखाउँछौँ। तपाईँको निकटम प्रतिस्पर्धी को होला र वा अथवा को हुनसक्छ? निकटम प्रतिस्पर्धी भनेपछि चाहिँ बालेन हुन्छ होला। अनि केपी ओली चाहिँ? त्यो बुढो त अब चुनाव आउने बेलासम्म तीर्थयात्रा जान्छ होला। साथीहरू, चुनाव आउँदैछ, भोट हाल्दा याद राख्नुहोस्, भाषण हेरेर होइन, काम हेरेर भोट हाल्नुहोस्। किनभने नेता चुनावको बेला मात्रै इमान्दार हुन्छ, काम गर्ने मान्छे सधैँ इमान्दार हुन्छ। धन्यवाद। धन्यवाद।